साथीहरू, हामी सबै कहिलेकाहीँ आफैसँग एउटा प्रश्न सोध्न जरुरी छ। के हाम्रो जीवनले कसैको जीवनमा केही अर्थ राख्छ? कुनै दिन आफूलाई एकान्तमा राखेर आफैले आफैलाई एउटा प्रश्न सोध्नुहोस्। हामी जुन संसारको लागि आज दिनरात भागिरहेका छौँ, आफ्नो भोक, प्यास, निन्द्रा, अर्थ गुमाएर दौडिरहेका छौँ, के साँच्चीकै त्यो संसार हाम्रै लागि हो त? आज हामी निरन्तर कुदिरहेका हुन्छौँ आफ्नो नाम, पैसा, रेपुटेसन, प्रेस्टिज। तर कहिले सोचेका छौ के यी नाम, प्रेस्टिज, रेपुटेसन सदाको लागि हामीसँग रहिरहनेछ त? यो संसार धेरै चम्किलो देखिन्छ, झिलिमिलीमा बालेको बत्तीहरू जस्तै, तर त्यो चमकभित्र कहिलेकाहीँ धेरै पीडा लुकेको हुन्छ। बाहिरबाट हेर्दा रमाइलो देखिए पनि भित्र कतै न कतै एक्लोपन हुन्छ। र हामी धेरै जसो यही चमक धमक र रमाइलोमा रमाउन खोज्छौँ, आफूलाई बाँच्न खोज्छौँ, र सोही चक्करमा हामीले कतै न कतै आफैलाई पनि बिस्तारै बिर्सिँदै गइरहेका हुन्छौँ। साथीहरू, हाम्रो साथमा आज जे केही पनि छ त्यो सदाको लागि होइन। यी सब चिजहरू केवल जिम्मेवारी मात्र हुन्। आज हामी यहाँ छौँ र जिम्मेवारी पुरा हुँदैछ, तर भोलि जब हाम्रो यो शरीर यही माटोमा मिसिनेछ र ती मान्छेहरू जसको लागि हामी अनेकौं रात बिना निन्द्रामा बितायौँ, आफ्नो इच्छा, खुसी, चाहना हरेक थोकको त्याग गर्यौँ, सायद हामी गइसक्दा उनीहरू हामी बिना पनि बाँच्न थालिसकेका हुन्छन् होला। सायद तिनीहरूको जीवनमा हामी अब महत्त्वपूर्ण छैनौँ होला। यहाँ साँचो कुरा त के हो भने नि साथीहरू, यो संसार कसैको पर्खाइमा बस्दैन। तपाईँ हाम्रो सबैको बिदाई कुनै समाचार जस्तै बन्न सक्छ, जसलाई चिया पिउँदै पढिन्छ र त्यसपछि बिर्सिन्छ। त्यसैले अबको लक्ष्य 2 दिनको चर्चा बन्नु होइन साथीहरू, बरु यस्तो काम छोडेर जानु हो जुन यादले सधैँ कसैको मन उज्यालो बनिरहोस्। र अन्तिममा एकपटक फेरि आफैले आफैलाई सोध्नुहोस्, तपाईको जीवनले कसैलाई आशा, साहस वा मुस्कान दिएको थियो, या फिर तपाईँ पनि अरू जस्तै एक नाम मात्र बन्नुभयो जुन भोलिको खबरमा छापिएर हराउनेछ।